परमेश्वरको वचन हिब्रूको पुस्तक 13 अध्यायको 8 पदमा यसरी लेखिएको छ। येशू ख्रीष्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। आमेन। परमेश्वरलाई महिमा भएको होस्। वचन पढाइमा हामी सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस् र आज वचनले भने चाहिँ येशू ख्रीष्ट जो हाम्रो परमेश्वर हुनुहुन्छ, सदा सर्वदा एक समान हुनुहुने परमेश्वर हुनुहुन्छ। हामी फेरिन्छौँ तर हाम्रो परमेश्वर कहिले पनि फेरिनुहुन्न। हाम्रा सबै सोच विचारहरू, हाम्रा अवस्थाहरू, संसारका सबै कुराहरू परिवर्तन भए तापनि हाम्रो परमेश्वर चाहिँ कहिले पनि परिवर्तन नहुनुहुने परमेश्वर हुनुहुन्छ। उहाँ जो सदा सर्वदा एक समान हुनुहुन्छ, जसरी वचनले आज हामीलाई भनेको छ। र जाँदा जाँदै यही वचनसँग मिल्ने एउटा गीत गाउँदै म यहाँको सामुबाट बिदा हुन्छु। हिजो आज सधैँभरि येशू समान छन्, हामी फेर्छौँ उनी मात्र कहिल्यै फेर्दैनन्। उनको नाउँको जय, उनको नाउँको जय, हामी फेर्छौँ उनी मात्र कहिल्यै फेर्दैनन्। प्रेज द लर्ड। परमेश्वरलाई महिमा भएको होस्। जय मसीह।